गर्दै हेरौँ, भयो भने बसौँला नत्र देश छोडौँला। सो त्यो जुन मेन्टालिटीले यङ मान्छेले बिजनेस गरिरहेछन् त्यो मेन्टालिटीलाई चाहिँ कसरी प्रोटेक्ट गर्ने हो त? अनि यसमा चाहिँ यङ मान्छेहरू चाहिँ इच्छाले बसिरहेछन्, हुन्छ नि त्यो जबरजस्तीले होइन। र त्यो बेलामा चाहिँ उहाँहरूलाई अलिकति त्यो खालको इन्भाइरोमेन्ट, त्यो खालको वातावरण जहाँ चाहिँ उहाँहरूको त्यो सपनाहरू चाहिँ बस होस्, किनकि उहाँहरूले छोडेर जानु भइसके पछाडि एन्टायर देशलाई नै छोडेर जानुहुन्छ। अनि अहिलेको खालको ग्लोबल इकोनोमीमा चाहने नै हो भनेदेखि अर्को ठाउँमा गएर जिरोदेखि स्टार्ट गर्नको लागि धेरैले अप्ठ्यारो पनि ठान्नुहुन्न। त्यो बेलामा चाहिँ यङ मान्छे फर्स्ट जेनेरेसन सेकेन्ड जेनेरेसनलाई नेपालमै प्रोटेक्ट गर्ने खालको इन्भाइरोमेन्ट चाहिँ कसरी बनाउने त भन्ने एउटा खालको आजको नयाँ दृष्टिकोणले सोच्नुपर्छ जस्तो लाग्छ। सेकेन्ड चाहिँ हामीले जब यो निजी क्षेत्रको कुरा गर्छौँ, यङ मान्छेलाई रिप्रेजेन्टेटिभ भोइस मात्र भन्दा पनि लङ टर्म प्लानिङको भोइस पनि बनाउनुपर्छ होला। एउटा सिम्पल इक्जाम्पलको लागि हामी बल्ल आएर आइटी सेक्टरलाई डेभलप गर्नु पर्यो भन्ने खालको नीति निर्माणको कुरा गरिरहेछौँ, जबकि ग्लोबली हेर्ने हो भने एआईदेखि लिएर ब्लक चेनदेखि लिएर क्रिप्टो करेन्सीदेखि कहाँ पुगिसक्यौँ हामी। हाम्रो नीति नै ढिलो भइरहेछ, किनकि यङ मान्छेहरूले त्यो छलफलमा बसेर आइडियाजहरू दिन पाउनु त्यति धेरै भएको छैन। सायद यङ मान्छेले त्यो टेबलमा बसेर छलफल गर्न पाउनु भएको हो भनेदेखि चाहिँ अलिकति इनोभेटिभ थट्स, इनोभेटिभ आइडियाजहरूलाई रिप्रेजेन्ट गर्ने ठाउँ पनि पाउनुहुन्थ्यो होला। तर हामी नयाँ दृष्टिकोण मात्र होइन कि त्यो नयाँ जोस र जाँगरलाई पनि त्यो हुन्छ नि, मैले एउटा टेबल दिएँ है भन्ने हिसाबले भन्दा पनि उहाँहरूको साँच्चैकै सोच्नुपर्छ, किनकि उहाँहरूले चाहिँ अर्को 20-25 वर्षको लागि सोचिरहनु भएको छ, 30-40 वर्षको लागि चाहिँ आफ्नो हुन्छ नि अब जरा गर्न खोजिरहनु भएको छ भन्ने बेलामा चाहिँ त्यो भोइसेसहरू चाहिँ म्याटर गर्छ जस्तो लाग्छ। त्यो यङ भोइसेसहरूलाई हेर्न सकियो, समेट्न सक्यो भने चाहिँ अलिकति दूरगामी हिसाबले चाहिँ यो कुराहरू छलफलमा लान सकिन्छ कि भन्ने मेरो विचारमा हामीले 1000जना जति युवा उद्यमीहरूले आजको दिनमा चाहेको चाहिँ त्यो खालको ठाउँ होला र संरक्षण होला। र आई थिङ्क अलिकति धेरैजना अग्रजहरूलाई देख्दै गर्दाखेरि चाहिँ नेपालमै बसेर त्यो खालको मेन्टरसिप, किनकि हजुरहरूले त देखेर भोगेर आउनु भएको छ नि त, त्यो ठाउँहरूको बारेमा सिकाएको कुराहरू, स्टार्टअपलाई स्केल अपतिर लाने खालको कुराकानीहरू र कसरी ग्लोबल नेटवर्कहरू बिल्ड गर्न सकिन्छ भनेर आजको दिनमा युवा उद्यमीहरूले खोजेको त्यही 2-3वटा कुरा, सिम्पल कुरा, जुन चाहिँ यात्रा तपाईँहरूले अगाडि तय गरिसक्नुभयो तर नयाँ सोचका साथी आउनु भएको छ भनेर त्यो सोचको लागि ठाउँ पाउने हो भने चाहिँ युवा साथीहरूले धेरै गर्न सक्नुहुन्छ जस्तो लाग्छ मलाई।